बिजी गरेको ल ममताले नि हाल्छु भिडियो कस्तो आज मलाई झेउ लागिरहेछ क्या मलाई बोल्नै मन लाग्छ घरबार नभएर मलाई त्यो डिजे नानीले भनेको फेरि लोसेको बुढो आर्ज दिदी जा भनेर पठाएको होइन होला सत्य कुरा मलाई डिजे नानी त्यो सोनी दुबईको सोनीहरूले पठाएको आर्जुलाई पठाऊ आर्जुलाई शेयरको शेयर गर्नुपर्छ ममडार ओइ राइकेटलाई लाइभ शेयर गरेर चिने नत्र म गएको मलाई मजा नि आएन ओइ रोन्डो यहाँ सुन रोन्डो ल ल ओइ सुमन कल गर म गएको ओइ त्यो कहाँ जान्छ त ओइ त्योहरु त शेयरको बुढी भाइ कस्तो भाइ भनेको यार गयो शेयरको बुढी त्यसको उयो भएन रे के यहाँनेर मेन मान्छे छैन रे यो मेरो बुढीको नाम पनि भयो आर्जुको मेन बुढा छैन रे के यहाँ ओइ रोन्डो कुन चाहिँ रन्डी बोल्छौ मेरो बुढी त मैले 4 वर्ष हो माछिक नि यस्तो जाप चलाको बुढी न टोलराम दिदी के गर्न आउने ओ टोलराम दिदी यो उयो लोसालाई मोड दिनु त्यसको बोयफ्रेन्डलाई तान्नुस् हामीले तान्दाखेरि आउँदैन मान्छे उ बोल्दैन के नाना हो थे ताम्न न आपाङ मलाई के लाड छक्का माछिक नबोल्ने झाड मुजी माछिकले म छक्कासँगै बे गर्न आएको बुझिस हो त्यो लाड त भर्छ बिहा गर्दै मरे पुती होला हाल्यो अनि के गर्छ अरु म पुती हाल्दै पुतीमा हात हालेर चल्छ उयो यसको मुख पनि हेर्न फेरि कस्तो छ छकाको जस्तो क्या मुख पनि पानी सेवा सोलमा जाऊ लोस्याको मुखमा त मेरो लाडै अड्दैन म चाहिँ त्यस्तो मुख छ हेरेको मैले भर्खरै पत्र छैन भन्छ खाते मैले तँलाई मारिदिन्छु न ले इनबक्स गर्न म चाहिँ कत्रो देखाइदिन्छु म माकुरीलाई कहिले पनि जिन्दगीमा इनबक्स हुने गर्दैन तेरो लडाइँ हेर्दा पनि हेर्दैन बुझिस नहेर्छ जाटा के घाँटीबाट लगाइदियो न घाँटीबाट हामी त कालो लाडो भए मान्छे हो ठुलो लाडो भए मान्छे हो त्यस्तै गरेर त्यो कालो लाडो तैसँग राख ल आउ न है रे ऊ त्यहाँनिर के भन्छ ओइ रोन्डो यहाँ सुन न के खाएको तैँले आलु उसिनेको खाएको आलु पुरो नेट के भयो कोही तान्दाखेरि पनि तान्नै मिल्दैन त मेरो लाडो झापड हाल्नु जस्तो भइसक्यो कसले त्यस्तो भनेको है छक्का जस्तो छ टिका लागेको छ भन्ने ए केटीलाई त्यस्तो भन्ने हैन माछिक्नेहरु के हो रे तँलाई के भन्नु छक्का जस्तो छ कहाँनिर खोइ कमेन्ट ए माछिने तँलाई छक्काले जन्मेको होस् त्यही पुदीबाट जन्मेको रन्डीको छोरा यहाँ कमेन्ट गर्न आएछ है राडीको छोरा माछिने छक्का भन्छ छक्का हेर्छस् आइज त त्यसलाई माथि तान्त त्यो कुन चाहिँ रन्डीको छोरा रहेछ माछिने राडीको छोरा कहाँ लेखेको छ खोइ छक्का भनेको त लोस्या रोमानिया भने भोलि भेटौँला है रे म्याच कोरेसियाबाट लोस्यालाई मुजी रोमानिया कोरेसियाबाट लाडो झापड हान्छ म ओइ मम ड्याड नसुनाउ न लोसिया रोमानियामा हो भने म त कोरेसिया भोलि भेट्न आउँ रे ओइ मलाई पनि लैजा न कसलाई मम्मी तँलाई क्रोसियातिर आइज न म भनेको नाना मैले अहिलेसम्म मेरो आफ्नो नानीहरू भेटेको छैन केटाहरूसँग भेटेँ त्यो चिकाबाजी गर्नु म भेट्न जानु जस्तो लाग्छ कसम यहाँ जतिसुकै जेसुकै बोल्यो भने कसम प्राइभेट कुनै केटालाई लागेको छैन अहिलेसम्म त मेरो बुढी बन्न यार कसम भने मतलब संसार जित्छु होला तँलाई बुढी बनायो नि यार कसलाई फेरि फेरि भन्दा तँलाई म बुढी बनाऊँ भने क्या अनि कति करोड छ तसँग कसम भनेको त मेरो बुढी बन्न करोड कुरा छोड्दैन कुरा गरौँ ला के इनबक्स 4 करोडको घर मेरो नाम पार्दा अनि पहिला जियो यस्तै कुरा गर्छस् सिक्ने त पनि यार अहिले तेरो त्यो 4 करोडको घर मेरो नाम नगरीसम्म कसम मेरो सिउँदोमा सिन्दुर पर्दैन नि रे
तेरो सिउँदामा सिन्दुर लाएर चिक्ने कसम भने तल आफ्नो बनाउनु पर्ने भयो क्या अब हैन नाना, मलाई त मेरो बारे पहिला मिदिन, साइन कस्तो गर्नु निन्द्रा पर्यो आदिया। 4 करोडको घर म नेपालमा गएर साइन गरेर मेरो नाममा पार्नु पर्यो अनि त्यसपछि बल्ल तँसँग बिहे गर्ने हो माछिने ओइ ngam मेरो bar ni dilaw nana हाँ ngam nung bar ni yar ya लास्ट निन्द्रा यो लोसाको चुल्टी जस्तो मेरो लाडोको याद आयो चुल्टी देखेर चिक्ने कालो आम्मा मामा चिक्ने हेर्दा थियो आफै कुकुर जस्तो सुतिरहेको थियो हेर्न बाय बाय ऑल गाइस म सुत्छु बस्न चिल्ला ठन्की मर्दै यार मा कसम यार अबि साले बडी नबोला कसम भनेको यार ओइ नाना हाँ गाह्रो भयो मा ngam nila यार ngam मेरो निन्द्रा आएको बस्न बस एकैछिन नाना पनि बस्ने दुईजना बस्ने अर्जुन मोले भी अब अर्जुन यार जी का अर्को खाने एमेगरी घुम्दैछ हापकै कता खेर खाना यार सी बन्द खाना था अझ क्ला yang मगा हापका तरी चुप लाग नजिक नबुझे जस्तो गर्दिन बोली गर्दा मैले बुझ्छु मुजी ला म बोल्न आउँदैन बुझ्छु मैले यो रन मध्ये तैले किन बुझ्नु मरे म्याथ नि हाम्रो भाषा अनि चिक्नी मैले बुझ्दिन चिक्नी मेरो आमा त्यही जातको हो त अनि के गर्ने लाड ल के भनेको भन् त ल तेरो आमा के जात गरे तैले उसो भए हामीले के भनेको भन् त ल ओइ मम ड्याड अलिक सम्झाउनु ओ नानै चुम 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 घोडा घुम चुम घोडा चुम